नमस्ते साथीहरू। आजदेखि मेरो दिनका साना साना पलहरू तपाईँसँग सेयर गर्ने सोच बनाएँ। आउनुहोस् आजको दिन सँगै बिताऊँ। सुरुमा त म 6 बजे उठेँ अनि त्यसपछि आफ्नो बिस्तारा मिलाइसकेपछि बिहान मर्निङमा कौसीमा आएको त कस्तो राम्रो भ्यू देखिरहेको थियो। त्यसपछि भ्यूहरू हेरेँ अनि गएँ फ्रेस हुन, नुहाएँ। आज सोमबार नुहाइधुवाइ गरेर पूजा गरेँ है, बत्तीहरू बालेँ। आज नागपञ्चमी पनि थियो, त्यसपछि मेरो बुढोले पनि नागपञ्चमीको अब हाम्रो घरमा पूजा गर्दै हुनुहुन्थ्यो है। अनि मैले अलिकति उहाँ पनि भिडियो बनाएँ, उहाँलाई हेल्प पनि गरेँ, पूजा गर्दै हुनुहुन्छ उहाँ। अनि त्यसपछि हाम्रो सासूले चिया बनाइसक्नु भएको थियो अनि गयौँ हामी चिया खान। चिया खायौँ, चिया खाइसकेपछि रमाइलो गरौँ, नाच्यौँ। त्यसपछि मेरो बुढोले साग केलाइदिनु भयो अनि छोरीले मकै खाने भनिन् अनि मैले मकै उसिनले 2टा मकै हरियो मकै बाँकी थियो। त्यसपछि मैले भाँडा माझेँ। मलाई जस्तै राख्नु हुँदैन भाँडा माझ्दाखेरि पनि। भाँडा माझी सरसफाइ गरेँ हाम्रो रेखा कुस्मी डङ्गौरा चौधरी तामाङले चाहिँ यहाँ साग धुँदै हुनुहुन्छ। तपाईलाई यो बिहानको चिसो मौसममा फ्रेस साग धुँदा तपाईलाई कस्तो फिल भइरहेको छ रेखाजी, हामीलाई बताइदिनुहुन्छ? साग धोएँ, काटेँ। दिनभरि खासै ठुलो काम केही नदिए पनि यो प्लास्टिकको चपिङ बोर्डमा भरिएको हुन्छ। काट्दाखेरि सानो समय अनि खाना बनायौँ। खाना साग फ्राई गरेँ मैले, सागमा चाहिँ दुध पनि हाल्दिनँ, जिरा र खुर्सानी मात्र फ्राई साग फ्राई गर्छु। दाल पनि त्यसरी नै हो, लसुन जिरा अनि हालेर पुऱ्याउँछु अनि जानिसके पछाडि हामी खाना खान्छौँ। अनि त्यसपछि हामी रेडी भएर खाना पस्केँ अनि बुढालाई पनि दिएँ। खाना पस्किसके पछाडि बाबुले स्केटिङ गर्ने भनेको थियो होइन। अनि त्यसपछि उनीहरूलाई स्केटिङ गर्नको लागि लगेँ। अब दादालाई स्केटिङ गरेको देखेर है नानी पनि म पनि गर्छु स्केटिङ भन्दै पनि लगाइदिएँ। यस्तै थियो मेरो सानो दिन। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू।